नमस्कार अनि स्वागत छ साथीहरू। आज चाहिँ म तपाईँहरूलाई यो छोटो जानकारीमूलक भिडियो लिएर तपाईँहरूमाझ आइसकेको छु। कृपया तपाईँहरू हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई एक सब्सक्राइब गर्नुहोला। साथै यो भिडियो जानकारीमूलक लाग्छ भने एक सेयर अवश्य गरिदिनुहोला। यसरी तपाईँहरू देख्न सक्नुहुन्छ यति बेला चाहिँ मैले मौरी धाराहरू निरीक्षण गरिरहेको छु। यति बेला देशैभरि एकदमै झरी बादल लाग्यो हुँदा चाहिँ मौरीहरूको लागि चाहिँ खानाको निकै अभाव पर्न सक्छ। उनीहरूले सङ्कलन गरेको महहरू उनीहरू आफैले चाहिँ आफ्नो लागि चाहिँ खान थालेका हुन्छन् यति बेला। र यो समयमा हामीले कदापि छिप्नु हुँदैन। यदि त्यसो गर्यो भने मौरीहरूले क्रिया त्याग पनि गर्न सक्छ र खानाको अभाव भई मौरी गोला कमजोर हुन्छ। मौरीहरू कमजोर भइसके पछाडि उनीहरूमा रोगले धेरै आक्रमण गर्ने हुन्छ। तसर्थ हामीले उनीहरूलाई खानाको कमी हुन नदिनको लागि चाहिँ हामीले कृत्रिम आहारको व्यवस्थापन गर्न सक्छौँ। कृत्रिम आहारको लागि चाहिँ हामीले एकदमै सरल तरिका भनेको चिनी चास्नी भन्छौँ, जसमा चाहिँ हामीले एक भाग चिनी र एक भाग पानी मिलाएर चाहिँ हामीले यसरी फिडरमा हामीले मौरीलाई व्यवस्थापन गरिदिन सक्छौँ। यसो गऱ्यौँ भने हामीले मौरी गोला चाहिँ एकदम मजबुत राख्न सक्छौँ र यो झरी बादल सकिसके पछाडि अब नयाँ सिजन जब यो असोज कार्तिकबाट चाहिँ मौरीको लागि चाहिँ एकदम अनुकूल मौसम हुन्छ र मौरीले निकै राम्रो काम गरेर फेरि हामीलाई मह दिन थाल्नेछ। हस्त, धन्यवाद।